पढ्दैछौ? मैले भूमण्डलका 4 तहहरू पढिरहेको छु। के हुँदो रहेछ छोरी भूमण्डलका 4 तहहरू? भूमण्डलसँग 4 तह हुन्छ, जो हुन् स्थलमण्डल, मध्यमण्डल, बाहिरी केन्द्र र भित्री केन्द्र। राम्रोसँग भन्ने भए सुरुमा स्थलमण्डल आउँछ, जो 5 देखि 70 किलोमिटरसम्म गहिरो हुन्छ र 1% पृथ्वीको भूभाग ओगटेको छ। यसमै स्थलमण्डलमै हैन हाम्रो जीवन रहने, हामी हिँडडुल गर्ने पनि स्थलमण्डलमै हो नि हैन? हो नि, स्थलमण्डलमै हामी बसेर खेतीपाती गर्छौँ र संसार निर्माण गर्छौँ। त्यसपछि आउँछ मध्यमण्डल। मध्यमण्डलले 70 देखि 2900 किलोमिटर गहिरो छ, जसले पृथ्वीको 68% भूभाग ओगटेको छ। त्यसपछि बाहिरी केन्द्र आउँछ, जसले 2900 देखि 5150 किलोमिटर गहिरो छ। यसले कति % भूभाग ओगटेको छ? यसले 30% भूभाग ओगटेको छ। यसपछि कुन तह आउँछ होला थाहा छ? भित्री केन्द्र आउँछ जस्तो लाग्छ हैन? हो नि, भित्री केन्द्र 5150 देखि 6371 किलोमिटर। भित्री केन्द्र कति अरे छोरी? 5150 देखि 6351 होला 71 किलोमिटरसम्म गहिरो छ हैन? जसले 1% पृथ्वीको भूभाग ओगटेको छ। यो त सबैभन्दा भित्री भाग होला हैन? यो त धेरै तातो होला त त्यसभन्दा हैन? हो नि, भित्री केन्द्र भनेपछि धेरै तातो हुन्छ। त्यो पृथ्वीको धेरै तहहरूले दबाव गरेको भएर यसमा के हुन्छ? गुरुत्वाकर्षण बल पनि यसबाटै आउँछ? यसबाटै आउँछ। ओके।